कार्यक्रम शिक्षा र सरोकार। नमस्कार, शैक्षिक कार्यक्रम शिक्षा र सरोकारमा यहाँलाई हार्दिक स्वागत छ र कार्यक्रमको साथमा तपाईमाझ उपस्थित हुने गर्दछु म सुनिल गौतम। कार्यक्रम शिक्षा र सरोकार शिक्षासँग सरोकार राख्ने कुनै पनि विषयवस्तुमाथि केन्द्रित रहँदै चर्चा परिचर्चा हुने कार्यक्रम हो। कार्यक्रमका श्रृङ्खलाहरूमा रहेर हामी शिक्षासँग हुने गरेका नवीनतम गतिविधि र विभिन्न विषयवस्तु समावेश गर्ने गर्दछौँ। आजको श्रृङ्खलामा शिक्षामा पनि विषयगत ल्याबहरूको विभिन्न स्थानमा चर्चा हुँदैछ। हामीले चिकित्सा शास्त्रमा सुन्दै आएको ल्याबका विषयहरू अब शिक्षा क्षेत्रमा पनि प्रशस्त छन्। कतिपय अवस्थामा विज्ञान विषयको मात्रै ल्याब हुन्छ भन्ने तत्कालीन अवधारणालाई चिर्दै अब गणित विषय, सामाजिक, नेपाली वा अन्य विधागत विषयहरू यी सबैमा पनि ल्याबका अवधारणाहरू अघि सरेका पाइन्छन्। आज यसै विषयमा कुराकानीको निम्ति हामीसँग हुनुहुन्छ टाक्स नेपाल प्राविधिक शिक्षालयका म्यानेजिङ डिरेक्टर दयामान श्रेष्ठ आजको श्रृङ्खलामा हामीसँग हुनुहुन्छ। स्वागत छ यहाँलाई कार्यक्रम शिक्षा र सरोकार। थ्याङ्क यू भेरी मच। यहाँले अहिलेसम्म थुप्रै विद्यालयहरूमा गत 4 वर्षदेखि गणित विषयको छुट्टै ल्याब स्थापना गर्नुपर्छ भन्दै गणित विषयलाई सहायता प्रदान गर्ने किसिमको अभियानै सञ्चालन गर्नुभएको छ। कस्तो रह्यो यो दौरानको यात्रा चाहिँ? सुरुको समयमा चाहिँ वास्तवमा म्याथमेटिक्सको नै ल्याब हुन्छ र भन्ने प्रश्नहरू धेरै ठाउँबाट आउँथ्यो, तर अहिले चाहिँ प्रमाणित गरेर जाँदै गर्दा चाहिँ यसले चाहिँ एउटा सफलता मिल्दै गएको छ र त्यसको प्रतिफल चाहिँ विद्यार्थीहरूको सामु चाहिँ विद्यार्थीले सहज तरिकाले ग्रहण गर्ने र म्याथलाई रमाएर सिक्ने वातावरणको बन्दै गएको चाहिँ अवस्था छ। म्याथलाई चाहिँ एउटा अलिक बोझिलो विषय होइन, अलिकति दैनिक जीवनसँग त हामी हरेक समय म्याथमेटिकल वर्डहरूसँग म्याथमेटिकल जीवनसँग खेलिरहेका हुन्छौँ र पनि फेरि जटिल मानिन्छ। अलिक गाह्रो विषय भन्न विद्यार्थीहरू पनि पछि नै भाग्ने गरेका छन् नि। खास कारण के हुँदो रहेछ चाहिँ? अब यस्तो छ, मैले चाहिँ अहिलेसम्म पाएको र मेरो अनुभवले देखेको र अहिले विश्वले चिनेको अवस्थालाई हेर्दै जाने हो भने म्याथमेटिक्स वास्तवमा कसरी शिक्षण सिकाइ गर्दा सबै बच्चाले बुझ्न सक्छन् भन्ने प्रश्न चाहिँ जटिल होला जस्तो लाग्छ। जस्तै म चाहिँ के भन्छु भन्दाखेरि त्यही शिक्षकले त्यही बुक जुन शिक्षण सिकाइ गरिरहँदाखेरि कुनै 2-4 जना विद्यार्थीले चाहिँ म्याथलाई असाध्यै सहजको रूपबाट लिएको र धेरै विद्यार्थीले चाहिँ म्याथमेटिक्सलाई असहज लिएको रूपले लिएको देखिन्छ। अब त्यही डिफ्रेन्स हेर्नुहोस् त, अब कसैले सहजले असाध्यै सिम्पल यो म्याथमेटिक्स सहिलो हो भन्छ, फेरि त्यही क्लासमा पढ्ने अरू विद्यार्थीले के गर्छ त म्याथमेटिक्स सबभन्दा गाह्रो भन्छ। अब हाम्रो खोजी भनेको त्यो गाह्रो र सहिलोको बिचमा के फरक हो भनेर खोज्नु नै बेस्ट हो कि जस्तो लाग्छ। यदि त्यो खोज्यो भने साँच्चैकै हामीले म्याथमेटिक्सलाई चाहिँ एउटा सहज तरिकाले हरेक बच्चालाई बुझाउन सक्ने वातावरण सिर्जना गरेर शिक्षण सिकाइ गर्न सकिन्छ भन्ने मेरो अवधारणाका साथ अहिले म्याथलाई परिकल्पना गरेँ। यहाँले के पाउनु भयो त्यो सहज भन्ने विद्यार्थीको सङ्ख्या प्रतिशत अनुमानित रूपमा, अथवा यहाँले एनालाइसिस पनि अध्ययन पनि गर्नुभयो? मैले देशव्यापी घुम्दै जाँदा हेर्दै जाँदा र त्यसलाई यसो एउटा मोटामोटी मैले चाहिँ एजम्सन गर्दाखेरि के देख्छु भन्दाखेरि 5 देखि 10% हरेक क्लासमा 5 देखि 10% विद्यार्थी भाइ बहिनीहरूले चाहिँ म्याथलाई सहिलो मानेको देखियो भने अब 90% को हाराहारी अर्थात् 90% भन्दा बढी विद्यार्थीले चाहिँ म्याथलाई चाहिँ असहज र गाह्रो भएको देखियो। जसमा मैले के देखेँ भन्दाखेरि जतिसुकै राम्रो शिक्षकले पढाएको अहिले नेपालको परिवेशमा हेर्दाखेरि नि त्यही देखिन्छ, म्याक्सिमम 10% बच्चाले इजिली बुझेको र 90% को हाराहारीको बच्चाले चाहिँ म्याथमेटिक्सलाई घोकेको रटेको र त्यसलाई इरिटेट भएको पाइन्छ। त्यसको एउटा कारण छ, त्यो चाहिँ म हजुरहरूसँग खुलासा गर्न चाहन्छु। त्यो किन भइरहेछ त भन्ने कुरा चाहिँ म अगाडि बढाउन चाहन्छु। जस्तै अब म्याथमेटिक्सलाई हामीले कसरी पढाइयो भन्ने प्रश्न उठ्यो अहिले चाहिँ। हाम्रो नेपालको म्याथमेटिक्स हामी एब्स्ट्र्याक्ट फर्ममा शिक्षण सिकाइ गरियो। डाइरेक्ट हामी के गर्यौँ त फर्मुला बेसिसमा अर्थात् डाइरेक्टली सिम्बोलिक रिप्रेजेन्ट गरेर हामीले सिकाइयो। त्यसले के फर्म क्रिएट गर्यो भने एब्स्ट्र्याक्ट फर्म क्रिएट गर्यो। अब एब्स्ट्र्याक्ट फर्मलाई हरेक मनुष्यले बुझ्न सक्दैन। जस्तै इन्टरनेसनल सर्वेले एउटा 1 वर्ष अगाडि मैले पढ्न पनि मौका मिलेको थियो, पढेको थिएँ। एउटा इन्टरनेसनल सर्वेले के देखाएको छ भन्दाखेरि मोर देन 90% मनुष्यले एब्स्ट्र्याक्ट फर्मलाई बुझ्न सक्दैन भनेको छ। अब नेपालको म्याथमेटिक्सको अहिले सर्वे हेर्दाखेरि त्यही देखिन्छ। हाम्रो मोटामोटी सर्वे पनि के देखिन्छ भन्दाखेरि हामीले शिक्षण सिकाइ एब्स्ट्र्याक्ट फर्ममा गऱ्यौँ, त्यस कारणले एब्स्ट्र्याक्ट फर्मलाई बुझ्न सक्ने बच्चाले चाहिँ म्याथमेटिक्स बुझ्यो। त्यसमा
लेस देन 90% को हाराहारीमा म्याथमेटिक्स बुझे बच्चाले। अब मोर देन 90%ले बुझेनन् भनेको मिनिङ के देखियो भन्दाखेरि एब्स्ट्र्याक्ट फर्मुला बुझ्न नसक्ने मनुष्य अर्थात् एब्स्ट्र्याक्ट फर्मुला बुझ्न नसक्ने विद्यार्थीले म्याथमेटिक्स बुझ्न सकेन। त्यस कारणले मैले चाहिँ यहाँ भन्न खोजेको चाहिँ के हो त त्यो एब्स्ट्र्याक्ट फर्म र कसरी शिक्षण सिकाइ गर्नुपर्छ भन्नु चाहिँ जरुरी हो कि जस्तो लाग्छ मलाई। म एकैछिनपछि यहाँले जुन शिक्षण विधि र शैक्षिक सामग्रीपट्टि अझै बढी केन्द्रित गर्दै हुनुहुन्छ, म आउँछु त्यहाँ पनि। यो भनिदिनुहोस् न, जस्तो जापान, कोरिया, चाइना जस्तो मुलुकहरूमा चाहिँ अङ्ग्रेजी विषयलाई मान्यता नदिए पनि हुन्छ हामीले, अथवा अङ्ग्रेजी खास मुख्य विषय होइन भन्न त्यो भाषा त थियो, त्यसलाई अलिक पछाडि राखे र पनि उनीहरू फेरि विश्वमा सक्षम देशका रूपमा चिनिन्छन्। गणितलाई त्यसरी पन्छाउने भने कस्तो खालको चुनौतीहरू आउँदैन? ओके, गणित भनेको चाहिँ खास भाषा त जस्तै उनीहरूले इङ्ग्लिस कमजोर भए पनि इङ्ग्लिस नबोले पनि अरू भाषा त प्रयोग गर्छन्। भाषा त प्रयोग भयो नि उनीहरूले जे भाषा प्रयोग गरिन्, तर गणित त एउटा के हो भन्दाखेरि एउटा इन्टेलिजेन्स हो। जस्तै प्रोफेसर गार्डनले के भन्नुभएको छ, अहिले अमेरिकाको एकजना प्रोफेसर हुनुहुन्छ, उहाँले चाहिँ हरेक ह्युमनको 9वटा इन्टेलिजेन्स हुन्छ भन्नुभएको छ। 9 प्रकारको इन्टेलिजेन्स, जसमा म्याथमेटिकल इन्टेलिजेन्स हरेक मनुष्यसँग हुन्छ भन्नुभएको छ। त्यो त एउटा सब्जेक्ट होइन नि म्याथमेटिक्स भनेको त। म्याथमेटिक्स भनेको त वास्तवमा हाम्रो ह्युमन इन्टेलिजेन्स हो। यो सब्जेक्टसँग मात्रै जोडिएको छैन। अहिले त हामीले त सब्जेक्ट भनेर पढ्यौँ होला, तर वास्तवमा यो त ह्युमन इन्टेलिजेन्स हो। त्यसलाई पन्छ्याउने कुरो आउँदैन, किनकि हामीले स्कुल नपढेका मनुष्यले पनि म्याथमेटिक्सलाई प्रयोग गर्नुहुन्थ्यो आफ्नो जीवनकालमा। त्यस कारणले त्यो विषय छुट्टै हो, त्यसलाई हामीले अर्कै तरिकाले हेर्न सकिन्छ। तर जीवनोपी म्याथमेटिक्सको हाम्रो जीवनसँग जोड्ने कुरा चाहिँ हामी असाध्यै इम्पोर्टेन्ट कुरा हो। अब म यहाँसँग विधिका कुरा गर्छु। 90 देखि 95% गणित शिक्षकहरू अहिले असफल छन् भन्न मिल्छ अब यो डाटा अनुसार? होइन, त्यस्तो भन्न खोजे होइन। हामीले चाहिँ असफल भन्ने कुरा, शिक्षक असफल भन्दा होइन, हाम्रो शिक्षण प्रणाली चाहिँ असफल भएको देखिन्छ। हामीले सिक्ने तरिका, सिकाउने तरिका चाहिँ असफल भएको देखिन्छ। मैले हजुरलाई यहाँ जोड्न खोजेको के भन्दाखेरि हामीले अहिले पनि साँच्चीकै म्याथमेटिक्सलाई सिपिए मोडेल भनिन्छ। अहिले इन्टरनेसनलमा म्याथमेटिक्सलाई पढाउने एउटा मोडेल तयार भएको छ, त्यो चाहिँ सिपिए मोडेल। सिपिए मोडेलबाट शिक्षण सिकाइ गरियो भने मोर देन 90% बच्चालाई चाहिँ म्याथमेटिक्स इजिली बुझाउन सकिन्छ। अब यहाँ उल्टो हुन्छ, अहिलेसम्म मोर देन 90ले बुझेनन् हामी एब्स्ट्र्याक्टमा पढाउँदाखेरि, तर साँच्चीकै हामी सिपिए मोडेलबाट शिक्षण सिकाइ गऱ्यौँ भने मोर देन 90%ले हामीले शिक्षण सिकाइ गर्न राम्रो तरिकाले म्याथमेटिक्स सिकाउन सकिन्छ। अब मैले यहाँ अलिकति जोड्न खोजेँ, जस्तै यो कुरा डेभलप कन्ट्री सिङ्गापुरले प्रयोग गरिसकेको छ। जस्तै अहिले विश्वलाई म्याथमेटिक्स लिड गरेको सिङ्गापुरले हो। सिङ्गापुर म्याथले आज विश्व लिड गरेको छ। आज हरेक डेभलप कन्ट्रीले सिङ्गापुर म्याथलाई फलो गरेको पाइन्छ। जस्तै अमेरिका, अब डेभलप कन्ट्रीहरू जुन छन्, जसमा चाहिँ हाम्रो जस्तो डेभलपिङ कन्ट्रीले यसलाई बिस्तारै फलो गरेको पाइन्छ। र अहिलेको नेपालको नयाँ करिकुलमले पनि, नेपालको म्याथमेटिक्सको अहिले नयाँ करिकुलम हेरियो भने पनि सिङ्गापुर म्याथबाट प्रभावित देखिन्छ। अब मैले यहाँ जोड्न खोजेको, हामी अब क्लासमा हाम्रा शिक्षक साथीहरूले, स्कुलमा विद्यार्थी भाइ बहिनीहरूलाई साँच्चीकै पूर्ण रूपबाट सिपिए मोडेलबाट शिक्षण सिकाइ गर्न थालियो भने यो म्याथमेटिक्स बिस्तारै धेरैलाई सहिलो हुँदै जान्छ र 2-4 वर्षमा म्याथमेटिक्सले एउटा फड्को मार्न चाहिँ सक्छ। मलाई चाहिँ त्यो ठुलो आशा छ। यहाँले अघि भनि पनि सक्नु भएको छ, हरेक व्यक्तिसँग इन्टेलिजेन्स क्यापेसिटी हुन्छ, यसमा दुविधा रहेन। त्यो चाहिँ अहिले हामीले गरिराखेको पद्धति, जस्तो यहाँले पछिल्लो समय शिक्षक सेवा आयोगको नतिजा हेर्नुहुन्छ भने पनि न्यूनतम पास अङ्क पनि नल्याएर शिक्षकहरू स्वयं फेल भइराख्नु भएको छ भने उहाँले पढाएका विद्यार्थीहरू त के होला अपेक्षा गर्न सकिन्छ? कहाँनिर हामी चुक्यौँ भनिदिनुहोस् न। जस्तै हामी अहिले शिक्षक सेवा आयोगमा क्वेसन प्याटर्न कसरी सोधियो भन्दाखेरि सिपिए मोडेललाई अनुसारको धेरै हदसम्म त्यो प्याटर्नमा क्वेसन सोधिएको पाइन्छ मैले हेर्दाखेरि। अब फेरि शिक्षक साथीहरूले मास्टर डिग्रीसम्म पढुन्जेलसम्म पनि सिपिए मोडेल गरेर पढ्नु भएन। त्यसकै प्रतिफल अलि शिक्षक सेवा आयोगमा पनि कोटा अनुसारको शिक्षकहरू पास हुन नसकेको कारण त्यो हो। अब मैले भन्न खोजेको चाहिँ माथिल्लो लेभलबाट अलिकति क्वेसन प्याटर्न र क्वेसनलाई हेर्दाखेरि चाहिँ अब सिपिए मोडेल पुरा गर्न खोजेको देखिन्छ भने, तर तल्लो स्तरबाट हामीले स्कुल लेभलको म्याथमेटिक्सलाई चाहिँ त्यसरी नभएर हामी के गरेका छौँ, एब्स्ट्र्याक्ट फर्मबाटै पढाइरहेका छौँ। त्यसको बिचको द्वन्द्व हो यो। त्यसले गर्दा हामी चाहिँ म चाहिँ के भन्छु भन्दा अब स्कुल लेभलबाट नै हामी के गर्छौँ, शिक्षण सिकाइलाई चाहिँ सिपिए मोडेल चाहिँ। अब हामी आफ्नो क्षेत्रबाट उत्तरदायित्वबाट पन्छिएर कोही पनि शिक्षकले छुट पाउने अवस्था छैन, यसमा दुविधा रहेन। झन्डै 400वटा विद्यालयमा म्याथ ल्याब स्थापना गरिसक्नुभयो। नेपालको दूर दराजदेखि सुगम मानिएको काठमाडौँ उपत्यका भनौँ अथवा देशका ठुला सहरहरू
के पाउनु भएको छ त्यहाँको अवस्था, हामीले त्यहाँको लोकल रिसोर्सहरू मेटेरियलहरू युज गरेर हामी एक्स्ट्राक्ट फर्मलाई चाहिँ तोड्न सक्षम छौँ अथवा होइन हामीले अझै धेरै ठुलो फड्को मार्नुपर्ने छ, के छ अवस्था चाहिँ? होइन, यस्तो देखिन्छ अहिले चाहिँ जस्तो शिक्षकहरूको बिचमा चाहिँ एउटा मनमा चाहिँ आएको हो कि जस्तो लाग्छ, म्याटेरियल बेसबाट शिक्षा सिकाइ गर्दा विद्यार्थीले धेरै बुझ्दा रहेछन् भन्ने कुरा चाहिँ धेरै शिक्षकले अब बुझ्नु भएको छ। अब हामीलाई चाहिएको छ एउटा रिसोर्स। अब शिक्षकलाई हामीले एउटा डस्टर र मार्कर क्लासरुममा लगेर छिर भनेर दिँदै अनि कसरी उनीहरूले म्याटेरियल बेसमा पढाउन सक्छन् त? मैले यहाँ जोड्न खोजेको यहाँ शिक्षकको मात्रै दोष छैन, हाम्रो सोच, हामीले बनाएका विभिन्न प्रणालीमा दोष छ। त्यस कारणले मैले हजुरले भन्नु खोज्नुको प्रश्नलाई 400 भन्दा बढी स्कुलहरूमा अहिले म्याथ ल्याब बनिरहेका छन्। जब म्याथ ल्याब बनिसकेका स्कुलमा मोर देन 90% स्कुलहरूमा चाहिँ यसले पूर्ण रूपबाट प्रयोग हुन थालेको देखिन्छ। अझै 10%मा मैले यसो सर्वे हेर्दा त्यो देखिँदैन। अझै शिक्षकमा त्यो जागरुकता ल्याउन जरुरी देखिन्छ। भने पछाडि मैले यहाँ चाहिँ हजुरहरूलाई जोड्न खोजेको कुरा के भन्दाखेरि अब हामी शिक्षकलाई जागरण गर्नको लागि चाहिँ शिक्षकलाई विभिन्न प्रकारको यसको ज्ञान दिनु चाहिँ जरुरी छ। एउटा शिक्षकमा ज्ञान नभएको कारणले नै प्रयोग कम हुन सक्छ। अब हामीले के गर्नुपर्छ, शिक्षकहरूलाई त्यो म्याटेरियल प्रयोग गरेर क्लासरुममा कसरी छिराउने त भनेर त्यो नलेज दिनु र त्यसलाई ट्रेनिङ दिनु पनि जरुरी छ। त्यो ट्रेनिङमा म अहिले दौडिरहेको छु नेपालभरि। अब अहिले त्यही दौडमा चाहिँ अहिले हजुरहरूसँग भेट भएको छ। त्यस कारणले यो अभियान चाहिँ हामी बिस्तारै स्मुथली सबै क्षेत्रमा पुग्ने गरेर अभियान चाल्नु पर्ने जरुरी देखिन्छ। यहाँले अलिकति पोलिसी राम्रो भएर आउनु पर्यो पनि भनिरहनु भएको छ। कतिपय प्रदेशहरूले अथवा कतिपय पालिकाहरूले पनि शिक्षामा नवीनतम केही गरौँ है भनेर अहिले बजेटै छुट्याएर जाने अवस्था छ। म्याथ ल्याबमा पनि सायद गण्डकी प्रदेश यहाँले भनेअनुसार त्यहाँ बजेट छुट्टिएको छ। शिक्षाको सङ्घीय सरकारको कुल बजेटमा विकसित देशहरूले चाहिँ 20% बजेटलाई अनिवार्य इसेन्सियल बजेट मान्छन् शिक्षाको लागि कम्तीमा पनि। नेपालमा एकपटक मात्रै 17% बजेट छुट्टिएको छ। त्योभन्दा बाहेक 10, 11, 12 यही हाराहारीमा बजेट छ। यो बजेट अपुग हो अथवा हामीले हाम्रो तहबाट गर्न सक्ने कुराहरू केही छ? होइन, यस्तो छ, बजेटको भन्दा पनि हाम्रो इच्छा शक्तिको हो कि जस्तो लाग्छ। जस्तै हामीले त एभरेज हामीले हेर्दाखेरि नेपालको परिवेशमा कतै चाहिँ जति तराई भागतिर गयो स्कुलको क्यापासिटी भन्दा विद्यार्थीको सङ्ख्या फ्लो बढी भएको छ भने जति पहाडी भाग र उच्च पहाडी भागमा गयो स्कुलको बिल्डिङ चाहिँ ठुलो छ, विद्यार्थीको चाप कम भएको देखिन्छ। त्यो चाहिँ समानुपातिक रूपबाट बजेटिङ भएको चाहिँ त्यति देखिँदैन। तर मैले यहाँ त्यो बजेटको बारे त्यति गर्न सकिनँ, तर मैले खोजिनँ। तर मैले यहाँ चाहेको चाहिँ के भन्दाखेरि अब इच्छा शक्ति यहाँ त धेरै बजेटले अल्झाउँदैन यो कुरालाई चाहिँ। तपाईँ हामी 1-2 लाखबाटै थोरै अर्थात् हामीले आफ्नै परिश्रम लोकल मेटेरियल विकास गऱ्यो भने त 20-25 हजारबाट नै हामीले के गर्न सकिन्छ, म्याथ ल्याबको विकास गर्न सकिन्छ। त्यही लोकल मेटेरियल किन्नलाई के गर्नलाई हामी शिक्षक विद्यार्थी सबै मिलेर त्यसलाई मेटेरियल बनाउँदै त्यसलाई प्रयोगात्मक तरिका लान सक्यो। अझै हामीले चाह्यो भने त हरेक बच्चाले ल्याउने कपी किताबको आधारबाट पनि धेरै कुराहरू हामीले तिनीहरूलाई शिक्षा सिकाइ गर्न सक्छौँ। पहिलो कुरो त सोचको जस्तो लाग्छ, बजेटको त्यति अहिले ठुलो बजेटको समस्या होइन जस्तो लाग्छ। हामी साँच्चीकै पोजिटिभ सोच बनाएर हामी सिपिए मोडेलबाट शिक्षा सिकाइ गरौँ भनेर हामी जाने हो भने त्यो बजेट त सानोतिनो बजेट त बिस्तारै छुट्टिँदै जान्छ, त्यो स्वाभाविक पनि हो। कार्यक्रम शिक्षा र सरोकारको आजको श्रृङ्खलामा टाक्स नेपाल प्राविधिक शिक्षालयका म्यानेजिङ डाइरेक्टर आज हामीसँग हुनुहुन्छ दयामान श्रेष्ठ। हामी विषयगत विधागत विषयका ल्याबहरूका बारेमा अलि धेरै चर्चा गरिरहेका छौँ र समग्र शिक्षाका बारेमा हामी चर्चा गरिरहेका छौँ। यहाँले यसो भनिरहँदाखेरि पक्कै पनि विद्यार्थी, शिक्षक, अभिभावक यो तिनै पक्षको संयोजन होला एउटा विद्यालय र सिकाइ पनि त्यहीँबाट हुने होला। अहिले हाम्रो नेपालमा एक्जिस्टिङ यो जुन छ करिकुलम पाठ्यक्रम त्यसमा चाहिँ अभिभावक शिक्षाको पाटोलाई सर्लक्कै छोडेर विद्यार्थी शिक्षाको लागि मात्रै अलि धेरै प्रयास गरेको जस्तो देखिन्छ। विकसित मुलुकहरूमा अभिभावक शिक्षालाई पनि प्राथमिकताका साथ हेरिएको छ। यो म्याथ ल्याब बनाउने सिलसिलामा विद्यार्थीहरू घरमा ढिला पुगिदिनु पर्ने होला अथवा सामानहरू बोकेर आउनुपर्ने होला, होइन, डोरी लगायतका विभिन्न सामग्रीहरू घरबाटै बोकेर आउनुपर्ने पनि होला। कस्तो खालको चुनौतीहरू पाउनु 400 विद्यालयमा पुग्दाखेरि? होइन, यस्तो छ, जस्तो अहिले अभिभावकले नि सबभन्दा बढी खर्च गर्न सक्ने खर्च गरेको पनि म्याथमेटिक्स सिकाइमै हो। जस्तै जति ट्युसन पढे नि जे गरे पनि विद्यार्थीहरूलाई चाहिँ पढ भनेर अभिभावकले सपोर्ट गरेको पाइन्छ। तर त्यसो गर्दा गर्दै पनि विद्यार्थीले अभिभावकले सोचे जस्तो प्रतिफल पाउन सकेका छैन।
पढ्न त पढेका छन् तर रिजल्ट आउने बेला त्यसको समस्या भएको देखिन्छ। हामीले चाहिँ जस्तै शिक्षकहरूले चाहिँ जब हाम्रो स्कुलका बच्चाहरूलाई चाहिँ ल यसो गरौँ म्याथ ल्याबको लागि यसो गरौँ यस्तो प्रकारको मेटेरियल ल्याउनुहोस् घरबाट यस्ता लोकल मेटेरियल ल्याउनुहोस् भन्दाखेरि झन् अभिभावकले त ठुलो सपोर्ट गरेको पाइन्छ। किनकि ओहो म्याथको सिक्दैछ व्यवहारिक ज्ञानबाट सिक्दैछ ओहो ल त भनेर झन् त्यसलाई चाहिँ प्रोत्साहन गरेको चाहिँ पाइन्छ। ओहो यो त नयाँ विधि रहेछ नि म्याथमेटिक्स सिक्ने तरिका फरक रहेछ त हामीले यसरी पढाएको थिएनौँ त ओहो भनेर उहाँ बच्चालाई चाहिँ प्रोत्साहन गर्ने चाहिँ झन् धेरै देखेको छु मैले स्कुलहरूमा चाहिँ। त्यसको प्रभाव त पोजिटिभ प्यारेन्ट्समा त असाध्यै बढी परेको छ। भनेपछि हाम्रो सबैभन्दा ठुलो समस्या चाहिँ अहिलेसम्म हामीले प्रयोग गरेको प्रचलन ल्याएको शिक्षण विधि र शैक्षिक सामग्रीको प्रयोगको न्यून अवस्था यति नै देखियो। यसमा यति कुरा बुझौँ कि लास्टमा हाम्रो नेपालको म्याथमेटिक्स बिग्रिएको कारण के देख्यो भन्दाखेरि शिक्षक स्वयंले पनि के गर्नुभयो भन्दा मैले यसरी पढेको थिएँ विद्यार्थीलाई मैले यसरी नै पढाउनु पर्छ भनेर जानु नै सबभन्दा ठुलो दुर्दशा हो जस्तो लाग्छ। यहाँहरू जस्तो अभियन्ताको मात्रै दायित्व हो अथवा यसलाई चाहिँ 3 तहका सरकारहरू छन् ती सरकारको दायित्वभित्र पर्छ अथवा होइन विद्यालय स्वयंले यसलाई चाहिँ जागरुक गर्नुपर्ने के हो खास? होइन यस्तो रह्यो जस्तै बजेट छुट्टिँदैमा सबै कुरा सफल हुँदैन। त्यसमा त बजेट अनुसार अर्थात् त्यसलाई चाहिँ कुन तरिकाले त्यो काम गर्दा त्यसलाई सफल बनाउने भनेर जानुपर्छ। पहिला कुरो त आइडिया नै सबभन्दा ठुलो कुरो हो। आइडिया सबभन्दा ठुलो जस्तै म्याथमेटिक्सलाई शिक्षण सिकाइ गर्दा बेस्ट वे कुन हो भनेर त्यसलाई चाहिँ प्रयोग गर्नु चाहिँ ठुलो कुरो नि त। बजेटको मैले भन्न खोजेको त्यो कुरा मूल मन्त्र थाहा भइसकेपछि त्यसलाई चाहिँ कार्यान्वयन गर्नको लागि स्कुल सबभन्दा पहिलो काम त स्कुलको अर्थात् त्योभन्दा पहिलो अझै शिक्षक हुनेछ। शिक्षकले ल अब हामी यसरी शिक्षण सिकाइ गऱ्यौँ भने म्याथमेटिक्स इम्प्रुभ गर्छ भनेर पहिला शिक्षकले बुझ्नु पर्यो। शिक्षकले बुझिसकेपछि स्कुलको प्रशासनलाई उसले घचघच्याउँछ अनि हामीलाई त्यो म्याथ ल्याब चाहियो म्याथ ल्याबको लागि किन्ने मेटेरियल चाहियो रुम चाहियो ल्याब बनाउनु पर्यो बच्चालाई यसरी खेलाउँदै सिकाउँदै हामी पढाउँछौँ भनेर जोस जाँगरका साथ शिक्षकले सेयर गरिसकेपछि प्रिन्सिपल अर्थात् हेड सरले पनि कुनै पनि हेड सर र प्रिन्सिपलले म्याथको लागि सुध्रिन्छ भने जति पनि म्यानेजमेन्ट गर्नलाई राजी भएको देखिन्छ। मैले यसो 400 स्कुलहरूको भिजिट गर्दाखेरि अहिले म्याथ ल्याब के अरे बनाउँदै गर्दाखेरि चाहिँ कुनै पनि प्रशासनले त्यसलाई अवरोध गरेको पाइँदैन। भने पछाडि पहिलो चाहिँ म त के देख्छु भन्दाखेरि यो म्याथमेटिक्सलाई इम्प्रुभ गर्नको लागि अब शिक्षकको ठुलो दायित्व देख्छु है मैले चाहिँ। किनकि अब कति अब विषयगत शिक्षा म्याथमेटिक्सको ज्ञान नभएको मनुष्यलाई के अरे शिक्षक साथीहरूलाई अर्थात् प्रशासनलाई यो बारेमा थाहा छैन तर उहाँले अब झकझकाउनु पर्यो। अब बल्ल त्यसपछि माहौल बन्दै जान्छ। अहिलेको अभियानै त्यही हो। मेरो सफल भएको कारणले मैले पहिला शिक्षकलाई झकझकाएको छु। यहाँले देख्नु भएको छ नि एउटा यो त थियो हाम्रो इन्टरनल शिक्षालयहरूले गर्नुपर्ने इन्टरनल सस्टेनेबिलिटी होला। यति भनिरहँदाखेरि पनि पोलिसी लेभलबाट जस्तो सहकारी नबुझेको चाहिँ सहकारी मन्त्री भइदिने शिक्षा क्षेत्रमै नरहेको व्यक्ति शिक्षा मन्त्री हुने यसले गर्दाखेरि नीतिगत रूपमा एउटा अस्पष्टता वा जे भए पनि काम गर्ने फिल्डमा चाहिँ अप्ठ्यारो परेको छ कि छैन होला? एकदम छ नि त्यो त। जस्तै मैले अहिले नेपालभरि घुम्दाखेरि सबभन्दा म कसैलाई गुनासो गर्न खोजेको होइन तर म्याथ ल्याबको अवधारणा लिएर आइसके पछाडि सबभन्दा पहिला म्याथ ल्याब सुरु भएको स्कुलहरू प्रायः जसो चाहिँ कि हेड टिचर सहायक हेड टिचर प्रिन्सिपल म्याथमेटिक्सकै भएको ठाउँमा चाहिँ स्वतः एकदम इजिली म्याथ ल्याबको विकास भएको छ। अरू सब्जेक्ट भएको प्रिन्सिपल हेड सर भएको ठाउँमा त्यो चाहिँ कमै भएको छ हो। यहीँबाट देखिन्छ नि म्याथमेटिक्स पनि कहाँ ल्याब हुन्छ र त्यो म्याथमेटिक्स त प्र्याक्टिस गरेर गर्ने कुरो हो नि भन्नुहुन्छ। होइन म्याथमेटिक्स प्र्याक्टिसले मात्रै म्याथमेटिक्स इम्प्रुभ हुँदैन क्लियर कन्सेप्ट सहितको प्र्याक्टिस चाहिन्छ। जब बच्चाले क्लियर कन्सेप्ट सहितको प्र्याक्टिस भयो भने बल्ल के हुन्छ त म्याथमेटिक्स सुध्रिन्छ। अब हामी घोकाएर रटाएर मात्रै म्याथमेटिक्स इम्प्रुभ गर्न सकिन्छ। त्यस कारणले म चाहिँ के भन्छु भन्दाखेरि पहिला त हामीले के देखाउन खोजेको भन्दाखेरि ग्राउन्ड लेभलबाट परिवर्तन गर्दै हामीले चाहिँ यो जुन चाहिँ प्रशासनिक ठाउँमा पुर्याउन खोजेको जसको फलस्वरूप अहिले गत वर्ष गण्डकी प्रदेशले म्याथ ल्याबको बजेट छुट्याएको छ। त्यसरी नै आइसिटी ल्याब भनेर चाहिँ बागमती प्रदेशले छुट्याएको छ पोहोर अरू प्रदेशहरूले यसरी छुट्याएर चाहिँ कति स्थानीय तहमा स्वयंमा म्याथ ल्याब भनेर अहिले बजेट छुट्याएर म्याथ ल्याब विकास भइरहेको छ। कति ठाउँमा मेयर उपमेयर आफै स्वयंले म्याथ ल्याब विकास गरिरहनु भएको छ बजेट छुट्याइदिनु भएको छ। त्यो चाहिँ मैले चाहेको चाहिँ के भन्दा ग्रासरुटबाट परिवर्तन गर्दै देशको प्रशासनिक ठाउँमा त्यसको प्रभाव पार्दै अनि बजेटिङ छुट्याउने योजना हो खास। त्यस कारणले माथि बजेट बनाएर म्याथ ल्याब बनाएको होइन खास चाहना यो आवश्यक छ भन्ने फिलिङ गराएर बल्ल हामीले चाहिँ यसलाई बजेटिङ गर्न लागिरहेका छौँ। यसका लागि नै हामी
टप टु बटम एप्रोच भन्दा बटम टु टप एप्रोच जानु पर्छ। एकदम एकदम, किनकि यो त नयाँ एप्रोच हो नि त। नयाँ एप्रोच त पहिला फिल्डमा सबै रमाउन थालेपछि ओहो यो ठिक रहेछ भनेर अरूले हेर्ने हुन्छ नि त, टपको मान्छेले नि बल्ल रियलाइज गर्छ नि त। कार्यक्रम शिक्षा र सरोकारको यो श्रृङ्खलामा हामी अन्त्यतिर छौँ। आजको श्रृङ्खलामा हामी टाक्स नेपाल टेक्निकल इन्स्टिच्युट टाक्स नेपाल प्राविधिक शिक्षालयका म्यानेजिङ डिरेक्टर दयामान श्रेष्ठसँग यो संक्षिप्त कुराकानी गरिरहेका छौँ। हामी समग्रमा अब निचोडतिर पनि लागौँ। म्याथलाई साँच्चीकै अमूर्त तरिकाले भन्दा मूर्त र ठोस वस्तुको प्रयोगबाट छिट्टो सिकाउन सकिन्छ, कन्सेप्ट डेभलप गराउन सकिन्छ, यही हो नि त निष्कर्ष? होइन, यस्तो भयो जस्तै म्याथमेटिक्स हाम्रो जीवनसँग जोडिएको विषयवस्तु हो। अहिले हाम्रो नेपालको करिकुलमले दिएको झन् स्कुल लेभलको म्याथमेटिक्स पनि टोटल्ली हाम्रो डेली लाइफमा जोड्न सक्ने खाले करिकुलम डेभलप गराएको छ। यसको मिनिङ हामीले बच्चाहरूलाई चाहिँ आफ्नो डेली लाइफमा जोड्दै शिक्षण सिकाइ गर्नुहोस् भन्न खोजेको हो। भने पछाडि त्यो त मूर्त भयो, डेली लाइफमा जोड्ने भनेपछि त मूर्त भइहाल्यो नि। तर त्यो मूर्त कुरालाई नै हामीले अमूर्त तरिकाले शिक्षण सिकाइ गराए भएरको म्याथमेटिक्स बुझेन नि त। त्यसकारण अब हामीले के गर्नु पर्छ, हाम्रो बच्चाहरूलाई चाहिँ म्याथमेटिक्स आफ्नो डेली लाइफमा जोड्दै सिकाउने वातावरण सिर्जना गरियो भने त। विद्यार्थीले गुनासो गरेको सुन्थेँ म, जीवनमा 20 रुपियाँ पकेटमा राम्रोसँग राखेर स्कुल जान म सकिनँ, अनि डेबिट यति करोड क्रेडिट यति करोड, यसरी मैले त्यो हिसाब पढाएँ, म त्यहीँनेरिबाट चुकेको हुँ। विद्यार्थी जीवन पार गरेका व्यक्तिहरूले पनि यो खालका गुनासाहरू गरे। मतलब चाहिँ आफ्नो जीवनसँग सम्बन्धित तरिकाले वा सम्बन्धित भएर हामी सिकाइएन भनौँ न, हामीले नि सिकेनौँ, बच्चालाई नि सिकाएन। तर यो म्याथ ल्याबले चाहिँ के गर्छ भन्दाखेरि मेटेरियल बेसमा खेलाउँदै डेली लाइफमा जोडिदिएपछि बल्ल त्यसको आँखा जुन बच्चाको आई चाहिँ के हुन्छ त एभ्रिवेयर म्याथमेटिक्स देख्ने बन्छ बल्ल। नत्र हामीले त फर्मुलामा घोकाइदिउँ रटाइदिउँ अनि उसले त एभ्रिवेयर देख्दैन म्याथमेटिक्स, अनि म्याथमेटिक्स उसलाई बोझ लाग्छ, बोर लाग्छ। त्यस कारणले हस्, यहाँको यो अभियान अत्यन्तै सफल बनोस्। नेपाल पनि समृद्ध राष्ट्रहरूको सूचीमा पुग्नका लागि गणित सम्बन्धी चेतना भएन भने सम्भव छैन। गणित पनि एउटा पाटो हो, जसरी अरू थुप्रै पाटाहरू मुख्य रूपमा हामीले लिँदै आएका छौँ, लिइराखिएको छ र प्रचलनमा छ। यो अभियान यहाँको सफल बनोस्। आफ्नो समय दिनु, यहाँलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। कार्यक्रम शिक्षा र सरोकारको आजको श्रृङ्खला यति नै। टाक्स नेपाल प्राविधिक शिक्षालयका म्यानेजिङ डिरेक्टर दयामान श्रेष्ठसँग गरिएको यो संक्षिप्त कुराकानी तपाईँलाई कस्तो लाग्यो? लौ त यिनै विविध प्रस्तुतिसँगै कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धेरै धन्यवाद। यो श्रृङ्खलाबाट म सुनिल गौतम बिदा हुन्छु। नमस्ते, शुभ समय। कार्यक्रम शिक्षा र सरोकार।